हेलो वेलकम टु माई अनदर भिडियो। आज चाहिँ हामी चाहिँ होलीमा चाहिँ गोल हेर्ने गएको खास चाहिँ यहाँ चाहिँ आल्साको बोट दामी फुलिरहेको रहेछ। अलिक राम्रो देखिँदैन। यहाँ आरु चाहिँ त्यताबाट यहाँ आरुको बोट छ। यो चाहिँ पिङ्क कलरबाट दामी फुल्छ। एक राम्ररी फुलेको छैन रहेछ। अनि यो चाहिँ सल्लाह धुप्पी सल्लाह। अनि अब हिँड्दै गरेको दुईजना। यहाँ आदित्य छ। अनि यो चाहिँ बकुल्ला के भन्छ होला है, अर्को भाषामा सिप्चना के भन्छ त्यही हो। लेट्स सी के हुन्छ आज। होली चाहिँ नखेल्नु भनेको वर्षक, रङ हाल्नेलाई चाहिँ झापड दिउँ भनेको के हुन्छ अब हेरौँ। रङ चाहिँ हाल्दिनँ आज म, त्यति चाहिँ हो, कन्फर्म हो। लाली गुराँस पनि दामी फुलिरहेको छ यत्रो बोटमा। यहाँ दामी फुलिरहेको छ लाली गुराँस पनि खतरा। अब लाग्यो है हामी चाहिँ होली खेल्नु भयो भन्दा नि अब गोल हेर्नु चाहिँ खास। यो चाहिँ आल्साको बोट दामी फुल्छ। यहाँ तलबाडाको घर चाहिँ यहाँ तल छ, देखिँदैन त्यसले गर्दा हिँडेको। अब एकछिन भेटौँ अहिलेलाई, बाई बाई। गफाडी 1 नम्बरको, यता 2 नम्बरको गफाडी। कसरी हो कसरी 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 त्यो त्यस्तो हो। अहिले चाहिँ हामी राखी आइपुग्यौँ। केटाहरूको काम गर्नु बा खाएर फर्किँदै गरेको। यस्तो हुस्सो लागिरहेछ आज फेरि हो। राखेमा कि सुनसान छ त के हो आज। यहाँ लोलाहरू त्यस्तो लगाइरहेछ। अब एकछिनमा बनाउँछु हामीलाई, बाई बाई। ल हल्का अप्ठ्यारो माने आज दिन, तर केही छैन। सबैजनालाई ह्याप्पी होली। अनि जो हेर्दै हुनुहुन्छ सबैजनाले च्यानल सब्सक्राइब रमाइलो गर्नुहुन्छ, किनकि हामीसँग एकदम बोबा कन्टेन्ट निस्केको छ। किनकि आज होली हो, गोलसोल पनि सक्यो। किनकि होली होइन, होली सकेको छैन के भन्छ, फुटबल सक्यो। फुटबलमा कसले जित्यो? ए लाङ एफसीले। आज तिमीले मासु खानु पाउँछौ जस्तो छ। डिएफसी चाला कम्ती तर्सिन है। ल अब रमाइलो साथ चल्दैछ। हेरौँ त गाडी, कत्रो गाडी आएको। खाली छ त, खाली छ त। मलाई के छ नि, ठिक छ। टपअप सपअप हामी केही नगर्ने, हामी गर्ने हो रमाइलो। अनि उ त्यो हाम्रो अगाडिको केटा छ नि, त्यो चाहिँ एकदमै कस्तो भन्छ नि, आउँछ हालिदिन्छु ल। अनि पछाडिको हुन्छ ला छोडिदिने, रङ हालिदिउँ भन्छ हो। त्यसै भने मान्छे त कोही छोडिदिने रङ हालिदिउँ, कलर हालिदिउँ। यो चाहिँ फेरि एकजनाको नाम लिएर आज लास्ट जोड्न। अनि सायद किन चनाउँछ त्यो मलाई थाहा छ, तर म भन्दिनँ किन कि के भन्नु रेडियो नेपाल होइन के, रेडियो राखे समाचार। यो प्लास्टर राखे भन्ने ठाउँमा एउटा केटीको खोजीमा हटिसकेको छ। मेरो हातमा बहिनीले हेर्दैछ भने सम्झौ है, सम्झौ यो भाइलाई। साह्रै केटी भन्दैछ। यसलाई कति केटी चाहिन्छ? यसको पेन्ट खुस्केर बिचको पेटी त किन्नु सक्छ नि मान्छेले। यतामा बसी गएछ नि त, अनि के गर्नु त। एक लादी हामी खाली पेन्ट सबै झाडीबाट त खाली पेन्ट गर्दा गुडामा
लाच्याम पछि गयो किन आफ्नै बडीहरूले पनि चिन्नु हुँदैन कसले चिने यता बडी हो होइन म त उयो सुटिङलाई पर्खिने रे जस्तो गरे पर्खिने ऊ अगाडि अलिकति ड्युटी फेरि अलिकति पावर तान्ने पावर राके एकदम बबाल देखिरहेछ एकदम बबाल एकदम बबाल राके खतरनाक देखिरहेछ आज त्यही एकछिनमा भेट्नुपर्छ अब किनकि मेरो अर्को च्यानलमा देख्नुको लागि बन्द गर्न लग्यो बाबा ल पक्रि अब तै एकछिन तै बोल अब तेरै पारामा हामी राखेका केही बजारमा छौँ यसकिन बक्ने तरिका आउँदैन यार छ्या टक यसरी गर्ने होइन ह्याप्पी होली सबैलाई यसरी गर्ने पक्रिने टक्कसँग यस्तो गर्ने उल्टो भइहाल्छ क्या यस्तो गरेर गर्दिनँ म अनि 20 तारिक गयो भने चाहिँ घर चाहिँ कति बेला पुग्छ कहिले पुग्छ यार लोजिक छ यार पुरामा लोजिक छ यो चाहिँ कहिले पुग्यो बिस्तारै जानु भन्छ अहिले चाहिँ चोक बजारमा छौँ ठ्याक्कै इलाम राखेको भोलि चाहिँ इलाम फर्किनु छ आज राखेर यसले त खतरा गर्छ क्या यता पहिला पढेको साथीहरू यहाँ गइसक्यो होइन त्यो टाउको चाहिँ नदेखा न यार पिक्ले डन आजको बेस्ट अर्को चपाउन आँटेछ यता आउनु एकजना ओइ एकजना पछाडि आउनु आदि त छ होइन मलाई साथी हो अब हामी लाग्यो चारहरू यस्तो छ त्यसले त गर्नु छोडेर त पर्वतहरू त हामी अहिले राके बजार कुदिरहेछौँ होली मनाउँदै पक्रिनु होइन यार ठिकै छ त अनि यतिको ठिक छ यता खोल चलाइरहेको छ फेरि हो अनि यहाँ माछा पस्छ बोल्न हौ मलाई बोल्ने होइन यसको डान्सहरू खतरा छ क्या जे होस् नगर हामी खोर्सानीमा पुगिसक्यौँ राति बजारको लास्ट ओ पर्मे ओइ ओइ पर्मेश त पर्खिनु यहाँ त्यहाँ पुगिसक्यौँ राखेको राके सुनसान छ छैन सबै भत्किसके पर्मेश हराएको सूचना लियोले चाहिँ अब फर्किँदै गरेको हामी फर्किँदै गरेको होइन रमाइलो दिनमा रमाइलो होली पनि यतातिर सबै छ मैले होली पुस पठाएर नदिन्छु आज मैले त्यो रङ हालिँदा खैजना कहाँ गयो अब एकजना सोल्टी चाहिँ यता पर छ यहाँ आउँदैछ एकजना सोल्टी हेलो एभ्रिवान सोडिने तिमी मनको कुरा आफै बोल्दिने म त बोल्दै गए तिम्रो आँखा नसालु बोली बच्चन तिम्रो मिठो बिस्तारी न हैन खतरा गीत छानेको छ जे बब्बा लागो अहिले मेरो गर्लफ्रेन्ड भन्दा चाहिँ नि जेपिडी बोल्छ गर्छ हेर ल बाई बाई गर्छ उता जाने कि नजानु यहाँदेखि तल जानु हामी चाहिँ यहाँ परबाट आएको टक्कसँगले यहाँ पछि गोल ग्राउन्ड थियो यहाँबाट गोल खेलेर गोल हेरेर चाहिँ
भयो भने फर्किँदै गरेको अब घर फर्किँदै गरेको कहाँ छ त्यो मान्छे पर छ के ल्याउ दिन्छु लात्ताल दिन्छु तँलाई त म त आउन छिटो ऊ भाग्यो यता एकजना अझै नै सँगै छुटौँ के सँगै छुट्टौँ न हो साथी एकजना भागिसकेको छ अब गुणवीर अब हामी चाहिँ झर्नुपर्ने हुन्छ गाइज ए आन्टी त आयो त फेरि त्यही आउनु अब झरौँ कि के गरौँ ठिक छ पर पुगेर झरौँ ल हामी फेरि हामी परै पुग्नु पर्ने भयो उता रोटै रोड जान्छौँ रोटै रोड जानुपर्ने हुन्छ उता पछाडि जान्छ होइन त कस्तो भयो त होली होली कस्तो भयो एक्सपेन्सिभ प्रिमियम अनि क्वालिटी हाई एचडीमै आयो अर्पण अर्पणको त कुरा नगरौँ ऊ त निराश छ अब गर्लफ्रेन्डले धोका दिएछ निराश भएर हिँड्दैछ ओइ बाख्रा पारा बाख्रा मेन गोट मेन यसको हाँसो चाहिँ एक्स्ट्रा छ क्या जेउस मा खालको आन्टीहरू फर्किनु हुँदैछ आन्टीहरू फर्किसक्नु भयो दोकानबाट सबै फिर्ता ल्याउनु हुँदैछ यसलाई चाहिँ लास्टै भोक लाग्यो अरे गर्लफ्रेन्डले स्पेशल ब्रेक उदियो ब्रेकअप दियो आयुषमा बहिनीले भरे हेर्छ नै त होली खेलेर केही छैन रङ्गार टिकले फेरि हाँस्न एकचोटि हाँस्न एकचोटि लास्ट लास्ट मेरो भिडियोमा लास्ट हाँस्न छिटो ओइ छिटो न जाउँ हाँस्न एकचोटि भोक लाग्यो छिटो न हाँस्न भने हाँस पनि उठ्नु पर्यो नि आयुषमा बहिनी सम्झेर हाँस्न यसको हाँसो चाहिँ एक्स्ट्रा थियो तर हाँस्दैन अब हाँस मुला फेरि अर्पणको पनि हाँसो फेरि सोल्टिनी बस गराऊ एकछिन यसले चाहिँ पर केटी चाहिँ देख्नै हुँदैन यो चाहिँ बोका हो एक नम्बरको त्यसको हाँसो चाहिँ फेरि हो क्या उता गयो अब हामी गएको खाजा खानु आन्टीहरूको दोकानमा अब खाजा खाने ठाउँमै म भेट्छु भनेर भाइ एकदम खाजा खुवाए जस्तै आदित्य सम्राटै भोक लाग्यो भने मान्छे चाहिँ अब भरे एकचोटि फर्किँदा अब सनसेट सन के भन्छ सनसेट सन होइन कि म यतै गर्न नि किन होली चाहिँ यस्तो हुनुपर्छ है जाँदैछ अगाडि आजको दिनमा भन्छ लाग्दैछु म चाहिँ एकैचोटि घर जाने बाटोमा आज चाहिँ हामी फाइनली अब घर आइपुग्यौँ अनि आजको भिडियो चाहिँ आजलाई चाहिँ यस्तोमा हुन्छ होइन रमाइलो भयो आजको दिन एकदमै अब होली सोली खेलिएन अब हेरियो तर राम्रो थियो अब राम्रै भयो भनौँ न त्यस्तो कि अब नर्मल केही भएन रमाइलो भयो भाइ थियो सबै भाइ थियो साथी अरू चाहिँ आज गर्लफ्रेन्ड बेडरुम हेर्नु होला तर हामी चाहिँ अब फुटबल हेर्नु गयो रमाइलो भयो अरूको जोडी पनि भइयो डुलियो घुमियो खाइयो पियो अनि चाहिँ घर काटिदियो भिडियो चाहिँ तिनी हुन्छ
भन्नु जस्तो लाग्यो आफ्नो ओपिनियन छोडिदिनु होला छोटो मिठो कमेन्ट भिडियोमा कमेन्ट बक्समा छोडिदिनु होला यतिमा हामी भिडियोबाट टाढिनु पनि हुन्छ धन्यवाद बाबाई जय नेपाल टेक केयर एन्ड गुड नाइट